हेलो, आज चाहिँ मेरो छुट्टीको दिन थियो अनि ल कहीँ घुम्न जाउँ भनेर हामीले चाहिँ पोखरा इन्टरनेसनल म्युजियम घुम्ने जाने प्लान बनायौँ होइन। जाँदा चाहिँ मौसम चाहिँ यति धेरै राम्रो त थियो तर अति नै गर्मी के यस्तो घाम हुन्छ नि यहाँनिर फेरि। अनि दिदी चाहिँ टिकट काउन्टरतिर टिकट काट्न जानुभयो। म चाहिँ यसो त्यहाँनिरको मौसमहरू हेर्दै थिएँ र मौसम चाहिँ अति नै रमाइलो, यो घामले गर्दा पनि होला होइन। तर अति नै घाम पोल्छ क्या पोखरामा चाहिँ। अनि छिनमै पानी परिदिन्छ, छिनमै घाम लाग्छ, त्यही भएर पनि होला सायद यस्तो गर्मी हुन्छ क्या घाम लाग्यो भने चाहिँ। अनि जस रमाइलो थियो, राम्रो थियो, हराभरा थियो। अनि त्यहाँनिर चाहिँ बाटोहरू पनि एकदम सफा लागिरहेको थियो, सायद पानी परिरहेको भएर होला नि। अनि टिकट चाहिँ 150 रहेछ। तर म्युजियमभित्र छिर्नुभन्दा अगाडि चाहिँ हामीलाई यति धेरै गर्मी भइरहेको थियो कि अलि बस स्ट्यान्डबाट अलिक धेरै हिँड्नु पर्दो रहेछ क्या। जस 5-10 मिनट जस्तो बिरौटाबाट झमेर गएको थियौँ भने चाहिँ गाडी डाइरेक्ट लाग्दैन नि त। अनि ऊ दिदी क्यामेरामा त कति राम्रो अनुहार देखेको है भनेर म चाहिँ दिदीसँग सल्लाह गरेर भन्दै थिएँ। रियलमा पनि यस्तै फेस हुने नि भन्दै थिएँ म चाहिँ। हो अति नै गर्मी। अनि भित्र चाहिँ कस्तो राम्रो राम्रो के एकदमै क्याची है, त्यो क्रिएसनहरू कति राम्रो गरेको के। अनि पिक्चरहरू मोस्टली चाहिँ त्यो माउन्टेनिङहरूको रहेछ होइन। अनि त्यो जात जातिहरूको रिलिजियसहरूको म्युजियम भनेको त्यही त हो नि, सङ्ग्रहालय अब के कुराहरू राख्ने। अनि बाहिर चाहिँ यति राम्रो माछाहरू पनि रहेछ कलरफुल, तर पोखरी एकदम फोहोर के। अनि गर्मी पनि अति नै थियो। ल चिसो खान जाउँ भनेर हामी चाहिँ चिसो खानातिर जाउँ चेस गऱ्यौँ। अनि त्यहाँको थिचेको आलु रे मोमो रे स्पेसल भन्दै थियो। अनि मोमोलाई पनि चेस गरेर खाउँ भाइ भनेर चेस गऱ्यौँ। अनि खाइसकेर अनि हामी चाहिँ अब निस्क्यौँ है दिदी भनेर निस्केको। तर निस्किँदै बाहिर यति राम्रो ठाउँ थियो, एकैछिन त बसेरै न दिदी फेरि कहिले आउने हो र भनेर। अनि यसो भिडियोहरू बनाऊ भन्यो भने हामी ल बहिनी हामी यस्तो त भनेको भने बनाऊ है भन्दै दिदी चाहिँ दिदी चाहिँ रमाइलो गर्दै मेरो बहिनीको च्यानल लाइक सेयर एन्ड सब्सक्राइब गरिदिनु होला भन्दै हुनुहुन्थ्यो। आफ्नो भिडियोजहरू चाहिँ पुरा बनाउँदै बोली चाली चिनी छै गोलियो ते बोलीमा मन मेरो बोलियो सारी किन्देऊ किनिदेऊ कुर्ता सही वो भी लगे मुझको गलत तुझ में अगर कुछ है अलग तुझ में असर कुछ है। ल आजको दिन नि राम्रै भयो, मौसम नि राम्रै भयो, गर्मी नै भए पनि एटलिस्ट पानी परेन भन्दै निस्क्यौँ। ल बाई।